पानी पानी हाल मुखमा हाल ए भाई उठना यार उठना पानी उठना नहाला उठना भाई प्लीज प्लीज उठना उठना यार उठना यार यस्तै हुन्छ यार थेट के खायो होला यार त्यहाँमा बुझेस् त्यहाँलाई त्यस्तो भएको पानी हाल मुखमा पानी हाल बस बस त्यो दबा दबा मजाले दबा त्यसलाई तुला गरम जग्गामा सुताइदिउँ यस्तो यस्तो हात छ त्यस्तो यस्तो गर न हात छ यस्तो यस्तो गर छोड्दै मर्छ नगर मर्दैन मर्दैन यार कस्तो मान्छे केला कस्तो भनेको मर्दैन भनेर मर्छ भनेर यार हिम्मत गर्न मर्दैन यो कहाँ मर्छ यार होला 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 कहाँ मर्छ यार यति छिटो थोरै न मर्छ उठ 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 ओइ उठ 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 ए के दबा नदबा नदबा दुख्दैछ यो पुरा उठेको छ देखिन से अरे उतापट्टिबाट फ्याँकिदियो बुझेस् यता यस्तो लाग्दैछ मलाई उठा त जुरुक्कै उठा त उठा न जुरुक्कै उठा त यी देखि खुट्टा हेर यस्तो यतापट्टि लडेको छ नि यतापट्टि लडेको छ बुझेस् ए उताबाट फ्याँकिदिएको होला बुझेस् यस्तो लाग्दैछ मलाई सिधा गर सिधा गर सिधा गर सिधा हुन्छ टेन्सन नले टेन्सन नले टेन्सन नले टेन्सन नले टेन्सन नले पानी नहाला यार ठन्डा छ यार त्यो कुरो भनेको होइन मैले तर अलिकति यार झोस त आउनु पर्यो नि त होसमा त आउनु पर्यो नि त ल यति माथिबाट गिरेको छ माथिबाट गिरेको तयारले देखि यस्तोमा लागेको छ यस्तो गरेर डाइरेक्ट किचड लागेको देखिस् त्यहाँ बुझेस् रख यसलाई गरम जग्गामा राखिदिउँ गरम जग्गा छ कस काम ए यार मर्छ केला मर्दैन यहाँ गरम जग्गामा बस्नु दिनु यसलाई दबाई नराख छोडा यार मर्छ कसम से यसलाई गरम जग्गामा बस्नु दिनु यो वाला जग्गामा भएको नि यार यो वाला जग्गा देख्नु पनि यो वाला जुन चाहिँ वाल छ नि यहाँबाट गिरेर यहाँ गिर्यो ऊ त वाल देख्नु त्यसको यहाँमा थियो अनि त्यहाँबाट हामीले यहाँमा थियो त्यहाँबाट गएर यस्तो गरेको हेर्नु न त्यतिखेर मर्छ नि यार यो अब थेट खुट्टै टुटेको रहेछ त्यहाँ खुट्टै लाडाक लुडो भएको छ खुट्टा ओ यहाँ आइज देखाउँछु तँलाई यहाँ आइज यहाँ खुट्टा कस्तो भएको छ हेर खुट्टाको दुख्दैछ देखिस् यार खुट्टा कस्तो भएको छ हेर बाँधिदिउँ न खुट्टा कहाँ बाँध्ने रसीले यहाँ हेर न यसो यो खुट्टा यता यता बाहिर ल्याएन यो पुरा गन्दा हुँदैछ हेर न भिजेको छ बुझेस् त्यसलाई उ त्यो पुरा दुख्दै छ अनि तिमी यताउति गर्दै त्यहाँ बस्न देऊ न आरामले अनि अलिकति हलायो भने चाबी देऊ मलाई यहाँ छ निकाल त यो पोकेटमा त्यसलाई एउटा जग्गामा बस्न देऊ दुखेको छ त्यसलाई त्यो कुरो होइन अगाडि यसलाई उ गरिदियो भने अलिकति एक्सर्साइज भेट्छ नि त यार अजबले लागेको छ नि बिचरालाई ए भगवान् पुरा टाइट भयो यार जिउ गर्न पनि के चाहिँ गर्दिनँ अब म यार उठ्न के बोल्न पनि सकेको छैन यार यति तर्पिँदैछ यार यो अरे यार यति नतर्पि यार यति नतर्पि यार ए उठ न उठ लु खड़ा हो जय हिंद भारत माता की जय हिंद खड़ा हो न भाइ यार लागेको चाहिँ कहाँ छ के भएको के छ त्यही बुझेको छैन ओ यहीँ ल्याएछ यस्तो र थाहा पाएँ यो पुरा भित्र गएको छ त यो पुरा भित्र गएको छ अरे यो पुरा भित्र गएको छ दुखेको छ
भाइ गर्न त केही पनि सकिँदैन यार। यसको पछि मेरो लास्ट एन्डिङ आइसकेको रहेछ होइन। अब पानी पिलाइदिन्छु, अरू केही पनि गर्न सकिएन यार। लु यार माफ गरिदियो होइन, पानी पिए। तर गाइस केही पनि गर्न सकेन यार, बिचरा आँखाको सामने मर्न आँटेको छ, केही गर्न सकेन। त ल हेर्न के हेरेको यस्तो गरेर मान्छे। यसको जग्गामा अगाडि एउटा मान्छे भएको पनि गाई, साँच्चै भनेको आज चाहिँ बहुत मान्छेले हेर्ने थियो, तर यहाँ 3-4जनाले हेरेर गयो, तर कसैले केही गर्न सकेन। त्यसलाई एउटा जग्गामा राखिदेऊ न। अनि यस्तै तर्बेर मरोस् होइन। तडपेर मरोस्, मैले त्यो भनेको होइन। एउटा जग्गामा राखिदिए त्यसको खुट्टा भाँचिएको छ, रसीले बाँधेर त्यहाँ राखा। त्यो भन्दै चाहिँ त तिमी उल्टा त्यही खुट्टामा दबाउँदै थियौ। अनि दबाएको होइन, मैले यस्तो हल्लाइदिएको, एक्सर्साइज गराइदिएको त्यसलाई। यहाँ हेर्नु त गाइस, यहाँ हेर्नु आँखा छ नि, यसको आँखामा पुरा चोट लागेको छ हो। यो वाला जग्गामा चोट लागेको छ एकदम। यो वाला जग्गामा मजाले लागेको छ यो वाला जग्गा, बुझ्नु है। यहाँ हेर्नु कसैलाई फ्याँकिदिएको छ साटा। चाहिँ छिक्ने मान्छे हो यार, साइडमा राखिदिन्छु। अब केही पनि गर्न सकेन, माफ गर्दै भगवान् यार होइन। जब तक यसको होस् आउँदै। लु यहाँ बस्ने, केही पनि गर्न सकिएन यार।